लोकप्रिय सरकार बनेसँगै जनताको पक्षमा के कस्ता निर्णयहरू भइरहेका छन् र के कस्ता कामहरू भइरहेका छन् भन्ने विषयमा रहेर 52 हप्तासम्म हामी सरकारलाई पछ्याउने सङ्कल्पसहित हामी तपाईँहरूको बिचमा बालन सरकारले गरेका कामहरूलाई सँगालेर प्रत्येक हप्ता जुन भिडियो तपाईँहरूको बिचमा लिएर आइरहेका छौँ। आउनुहोस् आजको भिडियोमा हामी बालन सरकारले यस हप्ता के गरे भन्ने विषयमा हामी यहाँ हेर्नेछौँ, जानकारी राख्नेछौँ। बालन सरकारको तेस्रो हप्ता कति काम कति चर्चा, यस हप्ता बालन सरकारले के गरे आजको यस भिडियोमा हामी सुन्नेछौँ, हेर्नेछौँ र जान्नेछौँ। बालन सरकारको तेस्रो हप्तामा उपसभामुख रुबी कुमारी ठाकुरले पदभार ग्रहण गर्नुभएको छ। बालन सरकारले आफ्नो मन्त्रीमण्डलमा 2 मन्त्री थप्नु भएको छ। श्रम मन्त्रीमा रामजी यादव र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरी कुमारी यादव। त्यसैगरी बालन शाहले नयाँ वर्ष 2083 को सामाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गर्नुभएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्ति दिएको निम्तोलाई स्वीकार गर्ने निर्णय गरेको छ। नेपाल फर्स्ट भन्ने नीति अन्तर्गत सैन्य गठबन्धन एसपीपीलाई खारेज गर्ने निर्णय गरेको छ र विदेशमा अल्पत्र रहेका आफ्ना नेपाली नागरिकलाई उद्धार गर्ने निर्णय गरेको छ। यसै हप्ता दीपक खड्कालाई सर्वोच्चले छोड्न आदेश दिएको थियो भने युट्युबर रोशन पोखरेललाई 5 थरबाट पक्राउ गरी 24 घण्टाभित्र छोडेको पनि छ। बालन सरकारले 6वटा राष्ट्रिय दलको चुनावी एजेन्डालाई समेटेर राष्ट्रिय प्रतिबद्धता घोषणा गरेको छ। सरकारले 62 देखि हालसम्म रहेका जति पनि सरकारी कर्मचारी तथा उच्च पदस्थताको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ। सभामुख डिपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ र पिर्के सलामी नलिने मन्त्री तथा प्रधानमन्त्रीले निर्णय गरेका छन्। प्रधानमन्त्री बालन शाहले मुख्यमन्त्रीहरूसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री बालन शाह प्रभावशाली व्यक्तित्वमा पर्न सफल